के विश्वास छ भने पार्टीका सबै नेताहरू हिजोबाट चुनावको प्रचार अभियान सुरु भएको छ। सबैजना मतदाताको घर दैलोमा पुग्नुहुन्छ, आफ्नो उम्मेदवार बोकेर जानुहुन्छ, आफ्नो क्षेत्रमा जानुहुन्छ। किनकि नेपाली कांग्रेस पार्टीको त्यो हाम्रो क्यारेक्टर हो। कोही पनि घर बसेर यो चुनावमा सहभागी नहुने, निष्क्रियता कसैको पनि हुँदैन भन्ने कुराको मेरो विश्वास छ। त्यो इलेक्सनको कुरा हो। तर मैले तपाईहरुसँग कुरा गरेको इलेक्सनको मात्र होइन, मैले लार्जर सोसाइटीको कुरा गरेँ, हाम्रो भ्यालुजको कुरा गरेको। किनकि यो कुरा तपाईले बुझ्नु भएको छ र तपाईले बुझ्नु भएको छ भने मैले बुझेको छु। तपाईले थाहा छ र त्यो स्ट्यान्ड, त्यो करेज तपाईले राख्दिनुपर्छ। कसले के भन्छ भन्ने कुरासँग अघि भनेको जस्तै डराएर होइन, तपाईले बोल्दिनुपर्छ लाउड एन्ड क्लियर। तपाईले भनिदिनुपर्छ यो डेमोक्रेसी जोगाउनका लागि यो पटक नेपालको डेमोक्रेसीलाई हाइजेक हुने कुराबाट बचाउनका लागि, यो पटक डेलिभरीका लागि, यो पटक परिणामका लागि र देश सम्हालेर कुनै पनि दुर्घटनामा नपर्न दिनको लागि अस्ति भर्खर अधिवेशनबाट हामी बदलेर पनि आयौँ, देश पनि बदल्छौँ भन्ने संकल्पका साथ आएको कांग्रेस नै यो पटकको लागि राइट चोइस हो भन्ने कुरा तपाईहरुले लाउड एन्ड क्लियर यो कुरा तपाईहरुले भनिदिनुपर्छ, भनिदिनुहुन्छ भन्ने विश्वास राख्दै तपाईहरुको माया, प्रेम, भरोसा बोकेर